के तपाईलाई थाहा छ तपाईको मोबाइलको सेटिंग्स भित्र एउटा यस्तो हिडन फिचर हुन्छ जसको बारेमा धेरै कम मानिसलाई मात्र थाहा हुन्छ र त्यो फिचरको नाम हो साइड टुल। केही मोबाइलमा यसलाई भिडियो टुल बक्स पनि भनिन्छ। यदि तपाई युट्युब, मुभी वा गेम धेरै हेर्नुहुन्छ भने यो फिचर तपाईका लागि निकै उपयोगी हुन सक्छ। सबैभन्दा पहिले मोबाइलको सेटिंग्स खोल्नुहोस्। अब अलि तल स्क्रोल गर्नुहोस् र एडिशनल सेटिंग्स भन्ने अप्सनमा ट्याप गर्नुहोस्। त्यसपछि यहाँ तपाईलाई फ्लोटिङ विन्डोज भन्ने अप्सन देखिन्छ। जस्तै तपाई फ्लोटिङ विन्डोज भित्र जानुहुन्छ त्यहाँ तपाईलाई साइड टुल बक्स वा भिडियो टुल बक्स भन्ने अप्सन भेटिन्छ। अब त्यो अप्सनलाई अन गरिदिनुहोस्। अब जब पनि तपाई युट्युब, मुभी वा कुनै भिडियो चलाउनुहुन्छ स्क्रिनको साइडबाट स्वाइप गर्दा साइड टुल बक्स ओपन हुनेछ र यहीबाट तपाईले धेरै युजफुल टुल्स जस्तै स्क्रिनशट, स्क्रिन रेकर्ड, ब्राइटनेस कन्ट्रोल आदि सजिलै प्रयोग गर्न सक्नुहुन्छ। त्यसैले अहिले नै आफ्नो मोबाइलमा गएर चेक गर्नुहोस्। यदि यो जानकारी उपयोगी लाग्यो भने भिडियोलाई लाइक गर्न नबिर्सनुहोस्। यस्तै मोबाइल टिप्स र हिडन फिचर्स बारे जान्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोस्। धन्यवाद। के तपाईलाई थाहा छ तपाईको मोबाइलको सेटिंग्स भित्र एउटा यस्तो हिडन फिचर हुन्छ जसको बारेमा धेरै कम मानिसलाई मात्र थाहा हुन्छ र त्यो फिचरको नाम हो साइड टुल। केही मोबाइलमा यसलाई भिडियो टुल बक्स पनि भनिन्छ। यदि तपाई युट्युब, मुभी वा गेम धेरै हेर्नुहुन्छ भने यो फिचर तपाईका लागि निकै उपयोगी हुन सक्छ। सबैभन्दा पहिले मोबाइलको सेटिंग्स खोल्नुहोस्। अब अलि तल स्क्रोल गर्नुहोस् र एडिशनल सेटिंग्स भन्ने अप्सनमा ट्याप गर्नुहोस्। त्यसपछि यहाँ तपाईलाई फ्लोटिङ विन्डोज भन्ने अप्सन देखिन्छ। जस्तै तपाई फ्लोटिङ विन्डोज भित्र जानुहुन्छ त्यहाँ तपाईलाई साइड टुल बक्स वा भिडियो टुल बक्स भन्ने अप्सन भेटिन्छ। अब त्यो अप्सनलाई अन गरिदिनुहोस्। अब जब पनि तपाई युट्युब, मुभी वा कुनै भिडियो चलाउनुहुन्छ स्क्रिनको साइडबाट स्वाइप गर्दा साइड टुल बक्स ओपन हुनेछ र यहीबाट तपाईले धेरै युजफुल टुल्स जस्तै स्क्रिनशट, स्क्रिन रेकर्ड, ब्राइटनेस कन्ट्रोल आदि सजिलै प्रयोग गर्न सक्नुहुन्छ। त्यसैले अहिले नै आफ्नो मोबाइलमा गएर चेक गर्नुहोस्। यदि यो जानकारी उपयोगी लाग्यो भने भिडियोलाई लाइक गर्न नबिर्सनुहोस्। यस्तै मोबाइल टिप्स र हिडन फिचर्स बारे जान्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।